फाइनलले प्रीति राईको नयाँ खेल हेर्न पाउने भएका छौँ। भर्खरै मात्र सार्वजनिक भए अनुसार प्रीति राईको नयाँ खेल चाहिँ यही नोभेम्बर 4 देखि सुरु हुँदैछ है त। प्रीति राई आबद्ध इतिहाद क्लबको खेल त सकियो, तर सबै खेल जित्दा पनि च्याम्पियनसिप किन भएन त भन्ने कुरा तपाईहरुको मनमा खेलिरहेको छ भने आज म यही कुराहरू प्रश्न पार्नका लागि यो भिडियो लिएर उपस्थित भएको छु। यदि तपाईले मलाई फलो गर्नु भएको छैन भने फलो गर्नुहोला, किनकि मैले यस्तै नेपाली फुटबल सम्बन्धीहरू भिडियोहरू बनाउँदै आएको छु। प्रीति राई आबद्ध इतिहाद क्लबको जोर्डन वुमेन्स प्रो लिग 2025 चलिरहेको छ, जसमा पहिलो चरणको 5वटै खेल सकिसकेको छ। इतिहाद क्लबले महिला प्रो लिगको पहिलो चरणमा शानदार ढङ्गले टप स्थानमा समाप्त गरेको छ। यसले गर्दा इतिहाद क्लब अहिले जोर्डन महिला प्रो लिगको शीर्ष स्थानमा मजबुत रूपमा उभिएको छ। सबै क्लबहरूले 2 पटक पहिलो र दोस्रो चरण एक अर्कासँग खेल्छन् र सबै खेल सकिएपछि कुल अङ्क गनिन्छ। यस ग्रुप मध्ये सबैभन्दा बढी अङ्क भएको क्लब नै सिधै जोर्डन महिला प्रो लिगको च्याम्पियनसिप घोषणा हुनेछ। अहिलेको नतिजासम्म इतिहाद क्लब अगाडि भएकाले यदि उनीहरूले दोस्रो चरणमा पनि राम्रो प्रदर्शन गर्ने हो भने उनीहरू सिधै च्याम्पियनसिप हुने सम्भावना धेरै छ। हाम्रो नेपाली मेसी प्रीति राई आबद्ध इतिहाद क्लबको दोस्रो चरण खेल समय तालिका पनि भर्खरै मात्र सार्वजनिक भइसकेको छ। जोर्डन वुमेन्स प्रो लिग 2025 को सिजन 2 समय खेल तालिका मैले यही स्क्रिनमा राखेको छु, सो सबैजनाले राम्रोसँग हेर्नुहोला है त। अब मजबुत तरिकाले तयार हुनुहोस् हाम्रो नेपाली मेसी प्रीति राईको फ्यानहरू। उहाँको दोस्रो चरणको खेल सुरु हुँदैछ हाम्रो प्रीति राई सहित। जुन खेल सुरु हुन गइरहेको छ, पहिलो खेल 4 नोभेम्बर राति 9:45 बजे अर्थोडक्स भर्सेस इतिहाद क्लब, नयाँ सुरुवात नयाँ जोश। दोस्रो खेल 19 नोभेम्बर फ्युचर न्यासमा भर्सेस इतिहाद क्लब, युवा शक्ति र अनुभवको भिडन्त। तेस्रो खेल 7 डिसेम्बर अल इस्टिक्लाल भर्सेस इतिहाद क्लब, डिफेन्स बलियो तर प्रीतिको अट्याक अझ बलियो। चौथो खेल 12 डिसेम्बर अमन एफसी भर्सेस इतिहाद क्लब, जोर्डनको राजधानीमा हल्ला मचाउने बेला। अन्तिम खेल हुनेछ 17 डिसेम्बर अल हुसेन भर्सेस इतिहाद क्लब। सिजनको अन्तिम संघर्ष सबैको नजर त्यसैमा हुनेछ। सबै खेलहरू नेपाली समय अनुसार राति 9:45 बजेदेखि सुरु हुनेछन्। तपाईहरुको मनमा अझै पनि यही प्रश्न होला, जुन यो खेल कुन र कहाँदेखि हेर्न सकिन्छ भनेर। तर चिन्ता नलिनुहोस्, यही जानकारी सहित यो भिडियो लिएर उपस्थित भएको छु। फलो गर्नुहोस्, लाइक गर्नुहोस् र कमेन्ट लेख्नुहोस्। गो इतिहाद। अब फेरि प्रत्येक क्लबले दोस्रो चरणमा पनि 5 खेल खेल्नेछ। अन्त्यमा कुल अङ्कको आधारमा च्याम्पियनसिप टिम घोषणा हुनेछ। दोस्रो चरणपछि अन्तिम अङ्क तालिका, फाइनल स्ट्यान्डिङ लगातै सबैभन्दा धेरै अङ्क भएको क्लब तय हुनेछ र त्यसैका आधारमा च्याम्पियनसिप टिम घोषणा हुनेछ। र अन्तिममा आएर यो खेल कहाँबाट हेर्न सकिन्छ भन्दाखेरि तपाईले युट्युबमा गएर जोर्डन फुटबल भनेर सर्च गर्नुहोस् र त्यसैबाट सबै खेलहरू हेर्न पाउने हुनेछ है त।